ए कहाँ गएको मोटा भैया दोकान आएको नि तिमीलाई के खस सिङ्गडा नबेचेर के पान क्या चपाउँदै तरिका अन्त के गर्नु तिमीलाई चाहिँ के को खसखसमा गुल्टा चपाउँ कि पान चपाउँ कि जेसुकै गरौँ कमाउनु त निकै कमाएको छ अरे हेर लुगाफाटा यसो चटक चिटिक भएर हिँड न हौ बिहारमा थाहा छ कतिवटा बिल्डिङ बनाइसकेको छु 3टा बिल्डिङ सुनेको थिएँ नि मैले 2टा गाडी किनेको छु सुनेको थिएँ नानीहरूलाई स्कुल इङ्ग्लिस स्कुल हालिदिएको छु तिमीहरू जस्तै हो राम्रो लुगा लगाएर भरेको लागि भोलिको लागि के सोच्नु पर्ने के खाऊँ भनेर सोच्नु पर्ने मैले कमाएको त्यहाँनिर 10 रुपियाँ कमाउँछु 9 रुपियाँ बिहार 2 रुपियाँ मात्रै राख्छु 10 रुपियाँ कमाएर 9 रुपियाँ बिहार पठाएर 2 रुपियाँ मात्रै खान्छौ 1 रुपियाँ मात्रै तिमीहरू पनि 10 रुपियाँ कमाउँछौ 9 रुपियाँ खान्छौ 1 रुपियाँ अझै बाँकी लगाउँछौ हौरीहरूको कुरा गर्दै होइन कुरा त ठिक गर्यो मोटा भइहाले पान खाँदै भए पनि कुरा त ठिक गर्छ है हुनु त हो है हाम्रो मान्छेहरूले है यतिकै लुगा लाउँछ चप्पलमा तिमीहरू यसो टबुट गम्बुट लाउँदैन गएको दोकान जाऊ सिङ्गडा बेच्नु जाऊ मोटा भैया कुरा त ठिक गर्यो है तिमीले